आजको मौसम चाहिँ बहुत उकालो हो फर्स्ट टाइम ओ माई गॉड पप्पी क्यूट देखिँदैन नि त डाँडा त है टपमै जाउँ हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग तपाईहरुलाई त सन्चै होला मलाई त सन्चै छ आजको ब्लग चाहिँ रहेको छन् सुके पोखरीदेखि हिलेको भ्युटारसम्म तपाईले हेर्दिनु होला के कस्तो रहन्छन् प्रतिक्रिया दिनु होला हस्त आजको मौसम चाहिँ बहुत झुर छ है तारीको भ्यू घर चाहिँ दामी देख्छ है हामी चाहिँ हिलेको ठ्याक्कै पेट्रोल पम्प आइरहेछ यहाँको पेट्रोल पम्प चाहिँ बन्दै छन् है यहाँ पेट्रोल पम्प चाहिँ अहिले बनाउँदैछन् त्यही भएर बन्द छ ल है ट्याङ्कर पाए त हो फेरि हिलो हिलो छ हौ यहाँ त खासै यो बाटो त नि मलाई मनपर्छ ढुङ्गै हो आउँदैछ है बाटो चाहिँ यहाँ राम्रो हुँदैछ बाटोहरू योस् पुरै जारी छ जोस् यहाँबाट पनि यति बन्नु भने पनि धेरै राम्रो गाइस हामीले ट्याक्कै हिलाइसकेको छौँ हिलो त अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको चर्चित तम्बा तपाईँले तम्बा हेर्नुहोस् तम्बा आज फोटो सेसन तर जमिरहेको छ त सबै त्यो भ्यू टावर थियो होइन त गाइस हामी भ्यू टावर भएको ठाउँमा चाहिँ ल केही फरक पर्दैन हामी भ्यू टावर पुगेर आउँछौँ हामी आफ्नो गन्तव्य पुरा गरेर आउनेछौँ होइन यो टार्गेट त्यही छ मको गएर आउनु तर आज मौसम चाहिँ एकदम अलिक चिसो चिसो छ भाइ हिले बजार एउटा बाटो छ क्या एउटा बाटो छ जस्तो छ हामी फर्स्ट टाइम आएको गाइस यताबाट जस्तो छ बाटो हामी जान्छौँ पहिलोचोटि आउँदैछौँ
भ्यू टावर त पहिलोचोटि आउँदैछौँ एउटा उकालो हो ल सो गाइस हामी चाहिँ आइसकेको छौँ यहाँ हामी चाहिँ उकालो लाग्दैछौँ यहाँ दाइ मसँग दाइ हुनुहुन्छ साथमा ल गाइस हामी चाहिँ टक्क भ्यू टावर हिलेको है पहिलोचोटि तपाईँ चाहिँ कहिले पहिला नै आउनु भएको थियो छैन फर्स्ट टाइम ओ माई गड पप्पी क्युट आइज आइज के छ टिकट सिकट त छैन नै होला पक्कै नि ल सर गजब छ यार दामी चाहिँ दामी बनाएर रहेछ है हामी जाँदैछौँ सासु गर्दाखेरि त टक्क ल ठाउँ हेरेर पक्कै त क्युट देखिँदा नि त डाँडा त है आम्मा यहाँ थियो नि त वास्तवमै हेर्ने ठाउँ चाहिँ पहिलोचोटि आइयो साह्रै रमाइलो देखिँदा चाहिँ यता आम्मा यहाँ तपाईँहरू पनि आउनु होला हाम्रो भ्यू टावर टावर चाहिँ यस्तो रहेछ हामी यसमाथि चढेर तपाईँलाई देखाउनेछौँ जस जाउँ चढौँ हामी पनि प्रवेश गरौँ न त सरर सरर हेर्नु न है लाग्यौँ हाम्रो सरर आउँदैछौँ हामी चाहिँ उकालो उकालो जस जस मान्छेहरू चाहिँ आउनु हुँदा तरिका टपमै जाउँ ल फाइनली गाइस हामी चाहिँ टपमा आइसक्यो टपबाट हेर्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ देखिन्छ तर त्यो कुन ठाउँ हो त्यस्तो खतरा रोड त छ त कडा देखेको छ त है त्यो पारीको रोड त कता जानु लास्टै क्युट देख्दछ ल हामी टक्क दाजुभाइको नरास भ्यू टावर बादल आज एकदम मौसम कुल छ हुस्सो आइरहेको छ फाइनली गाइज हामी चाहिँ माथि घुमिवरि झऱ्यो अब हामी फर्काउँछौँ तपाईँहरूलाई सो गाइज हामी चाहिँ माथि पुग्यो अनि घुमिवरि झऱ्यो यहाँ छ मेरो बाइक चाहिँ अब हामी फर्किनु पर्ने हुन्छ किनकि पानी पर्न लागिसक्यो आज फेरि पानीले हामीलाई भक्रन्तै गोदार्छ हामी चाहिँ सब्जीहरू यताउता किनेर तल आउँछौँ यिनीहरू फर्किसक्यौँ तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गरेर सेयर गरिदिनु लाइक गरिदिनु नभुल्नु होला